हेलो 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 चेक 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 हेलो। यो खासमा चाहिँ यो ठाउँलाई चाहिँ के हो यसको नाम पनि एक्ज्याक्टली मलाई थाहा भएन हौ। बोरा पार्क हो कि बोरा बार्क हो? बोरा बार हो। बोरा पार्क भनेर चिन्दो रहेछ हौ कि के भनेर चिन्ने हो कोनी। यहाँ तल रहेछ कोशी किनारको छेउमा यो ठाउँ। अनि कसरी गरेर के गरेर यहाँ टिकटकमा चाहिँ यो ठाउँ भाइरल भएछ। यो ठाउँको विशेषता चाहिँ के रहेछ भनेको सूर्यास्त भएको हेर्न ठाउँ रे। उदय भएको त होइन होला। सूर्यास्त हुने ठाउँ चाहिँ हेर्ने ठाउँ रे। अनि यताको चहलपहल हेर्दा ल मलाई छक्कै लाग्यो। म पनि हल्का टिकटक चलाउने मान्छे हो। यसो बनाउनु भन्दा नि अरूको हेरिदिन्छु। देखिरहेको थिएँ निकैजनाले यो ठाउँको पोस्ट गरिराखेको। अनि मलाई पनि यहाँ अचानक आइपुग्ने अवसर जुर्यो। माथिको दिदीहरू टिकटकरहरू टिकटक बनाउने रे। अनि त्यहाँ जाउँ न भनेर सोध्दै आइपुगेको। यो ठाउँमा रहेछ है। अनि पार्किङ स्थल चाहिँ यता छुट्याइदिएको रहेछ। यसो आउँदैछन् गाडीहरू। अब अलि बेलुकी चाहिँ लास्टै भिड हुने होला यस्तो छ है। आउँदैछन् अनि फेरि यहाँ पुलिसहरू पनि आउँदो रहेछ हौ। गयो पुलिसहरू जाँदैछ। पुलिसहरू पनि आउँदो रहेछ यहाँ कि ड्युटी नै यतै हो कि अचम्म लाग्यो मलाई। अनि यहाँ गेट बनाएको रहेछ यस्तो। यो गेटबाट चाहिँ सफारी टेम्पोलाई पैसा लिँदो रहेछ। पार्किङ स्टल यता इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी। बाइकहरूलाई उता कोनी बाइकहरूलाई के कति लिन्छ हो कोनी। नलिनु पर्ने हो कि बाइकहरूलाई। यो टेम्पो सफारीहरूलाई चाहिँ 30 रुपियाँ काटेर मात्रै यहाँबाट छिर्न पाइँदो रहेछ। यो चारपाङ्ग्रेलाई कति हो ठिकै छ। टिकटबाट उठाएको पैसा चाहिँ सही तरिकाले सदुपयोग हुनु पर्यो हैन। टिकटबाट उठाएको पैसा चाहिँ सही तरिकाले सदुपयोग हुनु पर्यो। त्यही दादाहरूको गुन्डाहरूको 2-4 जनाको पोल्टामा जानु भएन। त्यो पैसाले यो सडकहरूदेखि लिएको हरेक कुराहरू के गर्न सकिन्छ गर्नु पर्यो। तर हामी नेपालीको बुद्धि अब यो साँच्चै नै चल्दै गयो भने पछि राम्रै हुँदै गयो भने तपाईँको के हुन्छ भने यहाँ विभिन्न संरचनाहरू निर्माण नहोला भन्न सकिन्न है। निर्माण नहोला भन्न सकिन्न। अनि यो कोशीको किनार हो एक्ज्याक्टली। कोशीको किनारमा घरहरू बन्नु थाल्यो भने नेपालको बुद्धि त हुँदैन। नेपालीको बुद्धि त हुँदैन। अब के हुन्छ भने अब आउँदो दिनको प्रधानमन्त्री त हाम्रो हर्क साम्पाङ नै हो। यो कसैले रोकेर रोकिँदैन, छेकेर छेकिँदैन। त्यो 100% हो। अनि यहाँ संरचनाहरू भयो भने त यो कोशी किनारमा हेर्नु है। संरचनाहरू निर्माण भयो भने घरहरू निर्माण भयो भने पछि बगाउला भन्ने तरास हुन्छ। अनि फेरि दुःख पाइन्छ तपाईँ हामीले नै। अब किनभने श्रमदानमा प्रधानमन्त्री भइसकेपछि त हाम्रो हर्क साम्पाङ प्रधानमन्त्री भइसकेपछि त यहाँ त नेपालमा त श्रमको लहर चल्छ। त्यतिखेर फेरि यहाँ बात मार्नु ढुङ्गा बोक्नु आउनु नपरोस्। दुःख पाइन्छ हो भने साँच्ची हो। यो त्यो कुरा चाहिँ यहाँको स्थानीय सरकारले ध्यान दियोस्। यहाँ संरचनाहरू प्राइभेट तरिकाले होटल रेस्टुरेन्ट अनेक हुन्छ नि त। त्यस्तोहरूलाई चाहिँ सञ्चालन गर्न नदिउँ जस्तो लाग्छ मलाई। यस्तो छ अरू कुरा त्यस्तै हो। अनि म छक्कै परेँ ल।
मान्छे आउँदैन रहन् यतिको। अनि यहाँ त सबैको व्यवस्था रहेछ नि त, सबै चिजको व्यवस्था रहेछ। यहाँ बरपिपलको बोट पनि झ्याम्मै परेको रहेछ। अनि यता दोकानहरू सेकुवादेखि लगायत सबै चिज पाउँदो रहेछ। अनि अचम्मको कुरा त अघि यहाँ हेरेँ पुरै नि यो यता यो 500 टिकट पर्छ अरे कि कति हो नि। त्यसमा त्यो नाउँहरूमा पुरै कति टिकट हो के अरे। घोडाहरूदेखि लिएको घोडा चढ्नेलाई घोडा, बोट चढ्नेलाई बोट, नाउ चढ्नेलाई नाउ, सबैको व्यवस्था रहेछ ल। यो ठिक छ, यतिको हुनुपर्छ, यतिको होस्। योभन्दा नि अझै राम्रो होस्। यहाँ मर्मत गर्नुपर्ने कुराहरू धेरै देखियो यहाँ यो ठाउँमा होइन। यो बार एकदम कच्चा छ, यता बारहरू एकदम कच्चा छ। यहाँ केटाकेटीहरू बुढापाकाहरूलाई एकदम डेन्जर हुन्छ यस्तो ठाउँमा। यहाँ दुईवटा रहेछ बोटहरू चाहिँ। यहाँको चाहिँ टिकट चाहिँ कति हौ? एकजनाको 350 अरे एकजनाको। यहाँ अब पर नाउ छ। यहाँ पौडी खेल्न मनाइ छ। पानीको सतह गहिरो रहेकोले मानवीय क्षति हुन सक्ने भएको हुँदा पौडी खेल्न निषेध गरिएको छ। अनि यस्तो छ बारहरू सबै होइन, अव्यवस्थित। यिनीहरूले राम्रो बनाउनु पर्ने हुन्छ। ठिकै छ, टिकट सिकट काटेर हुन्छ। यहाँ धेरैजनाले रोजगार पनि पाइरहनु भएको छ। इभन मैले पनि पाएँ। हो त यहाँ घोडा चढेको चाहिँ कति लिँदो रहेछ? घोडा चढेको चाहिँ यसो सोध्नु पऱ्यो हौ। यो घोडा चढेको चाहिँ कति रहेछ? घोडा चढेको चाहिँ कति? 1000? ए कति मिनट? ए फोटो खिच्ने त्यति नजिकै घुमाउने अरे। यति घुमाएर ल्याएर यति घुमाएको चाहिँ फोटोसोटो खिचाएर 100 रुपियाँ अरे। 100 रुपियाँ अरे। ल नसकिने भयो आँटै। अब यो नाउ, यो नाउको पनि सोधि हेरौँ। ए कति नाउ चढेको चाहिँ? 100 अरे नाउ। ल ठिक छ ल। 100 रुपियाँ अरे। अनि यस्तो माहौल छ, ठिकै छ। अब आफ्नो आफ्नो तालमा है, समग्रमा नाउ चढ्न रेडी, नाउ चढ्न रेडी छन् है यहाँ मान्छेहरू। ल टन्नै रहेछ, यसो सजै तल तलसम्म छ। यो बर्खा चाहिँ यहाँ क्षति नहोस् है। अब यसरी नै चल्दै गयो भने त अब यो पछि हार गुहार गर्दै गरेको चाहिँ देख्नु नपरोस्। बेलैमा स्थानीय सरकारको बुद्धि पलाओस् यहाँ चाहिँ। हेलो पिसके हे तेरिका बाटो कहाँ तेह्र सर तिमीले यो सुँगुर लाइन देखिरहेको थिएँ। हे तेरिका यहाँ रहेछ। अनि यस्तो छ पुरा स्टलहरू राखिसकेको। ल हेर्नु न अब यो अब बेलुकी अब सूर्यास्त हुने बेलामा यो सबै भरि नै त होला नि त यो ठाउँ। मेरो विचारमा सूर्यास्त भएको ठाउँ हेर्ने ठाउँ भनेपछि त नि के अरे सूर्यास्त भएको हेर्ने ठाउँ भनेपछि त यो बेलुकी चाहिँ हुने होला नि त मान्छे बिहानभन्दा नि। ल ताजुब लाग्यो है, ताजुब लाग्यो है। यस्तो छ यो चाहिँ के पो भन्छ हौ यसलाई चाहिँ।
के पो हो यो गाडीको नाम हजुर खोइ यो गाडीको नाम पनि भर्खर रिपोर्टिङ चाहिँ गरे। ए लु होइन तपाईँ त अनि जहाँ पनि पुग्नु हुँदो रहेछ त नि राम राम बोप्ताङ डाँडातिर नि श्रम संस्कृति पार्कतिर नि उता काँस फुलेको ठाउँतिर नि देख्छु तपाईँलाई त जहाँ पनि हेरे के साह्रो खट्नु भएको। के अरे यसको नाम यो गाडीको काइमोक यो चाहिँ तेलबाट कि चार्जिङ खोइ अब उहाँ हो ए तेलबाटै रहेछ नि त नि गुरुरु गर्दैछ। डिजल कि पेट्रोल हौ सर यो पेट्रोल है 4 व्हिल हो यो चारैवटा घुम्छ कि अगाडिको कि पछाडिको मात्रै घुम्ने हो 4 व्हिल है चारैवटा घुम्छ अरे नम्बर प्लेट दिएपछि यो त रोडमा कुद्न नि पायो होइन दामी रहेछ ल। यो यता चढेर कुदाएको चाहिँ कति लिनुहुने गरिया छ ए भर्खर अझै आएको हो क्या गाडीहरू त ए लु यो राम्रो भर्खर पो आज पो यो दामी लाग्यो यो गाडीहरू नि तर यसलाई अलिकति टेम्पो कुद्ने बाटो चाहिँ चाहिने रहेछ है टेम्पो कुद्ने बाटो चाहिने रहेछ। चारै घुम्छ भनेपछि त यो त नफस्ने पनि भयो रुङ उड्ने भयो त हो यो गाडी त। यसमा चाहिँ दुईजना चढेर हिँड्नु पाइने कि एकजना मात्रै हो रोडमा कुद्दा चाहिँ डबल सिटै नै हो यो डबल सिटै भनेको यत्रो बनाएको छ सिङ्गल सिट त होइन नि डबल नै तर पछाडि बस्ने मान्छेलाई चाहिँ अलिक यस्तो ल है सम्पूर्ण कुराको व्यवस्था छ है ल अब यहाँ त अनि सेक्वा टेक्वाको लागि पुरै सुँगुर कटिङ यहीँ हुँदो रहेछ कटिङै ल सेक्वा पोल्ने ठाउँ है यस्तो व्यवस्थित तरिकाले होटलहरू चलिरहेको अवस्था या केटाकेटी खेलाउने ठाउँ हुरुङ यता जम्पिङ ल गाँठे यहाँ आय स्रोत त यहाँ त धरानको मेयर चाहिने थियो त अनि के गर्नु र हाम्रो त्यस्तो खोलाखोल्सीमा त त्यस्तो आउने मान्छे बनाइम यो ठाउँ पाएको भए हाम्रो धरानको मेयरले है जस्ट कल्पना मात्रै गरिदिएको नि नपाउने चिज केही छैन हो ल अचम्म लाग्छ माग्न पनि सुरु भइसकेको छ गाँठे उक्याफे अरे ल पुलिस सबै ड्युटी नि अनि यो चाहिँ बजाइराख्नु पर्ने होला कसको हो कि पुरा बज्दैछ कालो ढुवाङ पुलिस सबै ड्युटी रहेछ नि हो अनि यो यतिकै बस्नुपर्ने होला पुलिसहरू लडेको छ ल यस्तै छ है यो बोरा बार हो कि बोरा पार्क हो एक्ज्याक्टली नाम लेखेको पनि मैले भेटिनँ हो त जस्ट सूर्यास्त हेर्ने ठाउँ मात्रै भनेर खुलाएको छ फोहोर नफालौँ नदी किनार वरपर सधैँ स्वच्छ सरह सफा राखौँ जल तथा खोला नदी हाम्रो सम्पत्ति हो यसकारण सरसफाइ र संरक्षण गर्न हामी सबैको दायित्व हो कुदिँदैछ है यिनीहरूको मणि भाइ कञ्चनजङ्घा युवा क्लब बराहा क्षेत्र नगरपालिका 7 सोमबारे सुनसरी सौजन्य यति दिएको छ होइन अब के नाम गरे हो
ल यति गरे मेरो यो ठाउँको लागि सल्लाह सुझाव अघि म भन्दै थिएँ क्या संरचनाहरू निर्माण हुन सक्छ है भने यता सुरु पो भइसकेछ पुरै ल ए म भन्दै थिएँ यो के बनाउनु आँटेको होला नि अब यो कोसी किनारमा पछि बच्चा 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 भने लु यो भन्दा भन्दै भने जस्तो नि भन्दै थिएँ संरचनाहरू निर्माण नहोस् भनेर नसकिने भई नेपालीसँग लु पछि बच्चा 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 भन्दै भाग्न नपरोस् त्यतिखेर अब श्रमदान गर्नु आउनु पर्ने होला हामी हेत तेरिका नगरौँ न भन्छु यहाँ फोटो खिचिदिनु पर्ने अरे दिदीहरूलाई कुदिँदैछन् तेरि कतिजनाले रोजगार हो कतिजनाले यो खुसीको कुरा हो ल यस्तै हो मित्रहरू अब भाइ मेरो यो के भन्छ यो के भएर नेट नचलेको फोजी चल ल समग्रमा वरिपरिको दृश्य यति हो मित्रहरू है अब लगभग मैले चाहिँ भिडियो अन्त्य गरेँ यहाँ हाम्रो दिदीहरूलाई चाहिँ फोटो खिचिदिनु पर्ने अरे यहाँ दुईजनाले लिएर आएको त्यस कारणले गर्दाखेरि बाई बाई सी यू बाई बाई ल यस्तो छ दामी छ